काली नदीमा मिक्स हुन्छ। यो माथि धौलीदेखि आउँछ यो नदी चाहिँ। एकदम गर्मीको टाइममा धेरै बढ्छ, चिसोको टाइममा चाहिँ अलि कम हुन्छ। मेसिन पनि पारी देखिया छ। सो गाइज फाइनली म चाहिँ मेसिनमा पुगिसकेको छु हैन। हाम्रो खलासी भाइले चाहिँ यहाँ सफाई गरिरहेछन्। अब यिनीसँग म धेरै क्वेसनहरु सोध्छु, कस्तो जवाब दिन्छन् त है। मसँग मात्र 1 महिना भइया छ, खै मलाई त लाग्दैन सिक्या जस्तो। ओ दिलीप के छ? साइडमा आएर चाहिँ बिहानै गिरिस गरिया रहेछन् सबै पिङमा, अनि मेसिन सफाई गर्दै रहेछन्। तर यिनीसँग म 2-4 वटा क्वेसन सोध्छु, खलासीको काम के हो त बिहान आउन बित्तिकै के जवाब दिन्छन् है। ल यहाँ आऊ त, यहाँ उभियो। मैले भने खलासीले बिहान आउन बित्तिकै सबभन्दा पहिलादेखि के काम गर्नुपर्छ? सबभन्दा पहिला के गर्ने? नाइ त गलत। के गर्ने हो त? बिहान सबभन्दा छिटो तिमी आउँछौ छिटो हैन। आउन बित्तिकै सबभन्दा तिमीले चाबीले पहिला लकहरु खोल्छौ है। क्याबिनको लक, टुलको लक खोल्छौ, अनि त्यसपछि तिमी इन्जिन ओइल नाप्ने चेक गर्ने हैन। त्यसपछि स्विङ मोटरको गियर ओइल चेक गर्ने, अनि हाइड्रोलिक चेक गर्ने, ठीक छ भयो। अनि रेगुलेटरबाट पानी चेक गर्ने, कति छ कुल्यान चेक गरेर मेसिनलाई स्टार्ट छोड्दिने। मेसिनलाई स्टार्ट छोडेपछि कमसेकम 5 मिनेट आफै रेसिङ लाग्छ, 5 मिनेटको लागि हैन। तर तिमीले 10 मिनेट आइडल छोड्दिने स्टार्ट गरेर है। तबसम्म तिमीले के गर्ने? ग्रिस गन निकालेर ग्रिस गर्ने। ग्रिस गरेपछि ग्रिस गन राख्दिने। त्यसपछि सफाई गर्ने, पोछा सोछा लगाउने जो पनि छ तिम्रो। त्यसपछि मसिनलाई एक्सरसाइज गराउने। ल अब तिमीले मेसिनमा खलासी गरेको कति भयो? 1 महिना भयो है। मेसिनमा गएर मेसिनलाई एक्सरसाइज गराऊ। कतिको गराउनु रहेछौ त? गराऊ। ल है हाम्रो दिलीप चाहिँ मेसिन